हामी उठ्यौँ 4 बजे बुन्डल ग्राउन्ड जाने भनेर 5:30 भयो अहिले उज्यालो भइसक्यो भने चाहिँ अब लाग्छौँ। हेलो गाइज वेलकम टु आवर भ्लग। अनि हामी आज चाहिँ हाम्रो प्लान चाहिँ आज बुन्डल जाने छ होइन। अनि अब हामी चोबारदेखि चाहिँ बस पनि आयो होइन ट्याक्क। अब हामी हिँड्न लाग्यो यहाँदेखि। अब दक्षिण काली सुरु भइहाल्छ क्या स्कुलसम्म जस्तो भएको छ। अनि त्यसपछि अब स्कुलतिर गएर चाहिँ सोध्छौँ कहाँबाट हो बुन्डल जाने भनेर त्यहाँ फाल्छु पनि देखिन्छ। मेरो साथीहरू यहाँ छन्। यहाँबाट पुरानो दक्षिणकाली मन्दिर जाने बाटो छ भन्नुहुन्थ्यो अङ्कलले। माथि लाग्नै पर्यो। हाम्रो हाइकिङ स्टार्ट भयो गाइस। यहाँबाट चाहिँ हामी माथि लाग्छ पुरानो दक्षिणकाली रोड। अन्टी जहिले अब हाम्रो टिम मेम्बर चाहिँ 4 जना छन्। लेट्स गो गाइस। आधा त होइन म खरे तर यस्तो सिडीमा चाहिँ डर हुँदो रहेछ यार। माथिबाट हेर्दा कस्तो राम्रो होला तलबाट त खुवाल परेछ। थाक लागेको यति सानो उकालोमै हामीलाई भइसक्यो थाक लागिसक्यो। कसैले पनि विश्वास गर्दैन होला हो हामी त्यो भस्मेश्वरको डाँडा चढेर आएको भनेर। पुरानो दक्षिणकाली गाइस त्यो बाटो हामी यहाँ तलबाट आएको। हामी चाहिँ अब बाटो जाऊँ साथी बाटो जाऊँ। तलबाट आउँदाखेरि यस्तो गाह्रो लाग्ने के माथि जङ्गलतिर हल्का पुग्यो भने भ्यू देख्यो भने शान्त देख्यो भने यस्तो मजा लाग्ने के। आन्टी मलाई उतै रुख देखा उतै भनिरहेछ। आज घाम 7 बजे घाम पनि कस्तो टाठो छ क्या आज त। छ्या अब यति छ अब हामी कस्तो दामी के बाटो तर पाइने ट्रीहरू छैन साइडमा। कस्तो दामी सर पन्छी बनी बनु उड्ता। उही अब त्यो भस्मेश्वरको डाँडा होइन यहाँदेखि नजिक पर्छ क्या आन्टी। हो होइन तर यो बुन्डल के अरे ग्राउन्ड चाहिँ तल खोजमा छ होइन। अनि त्यहाँबाट माथि जाने बाटो छ क्या चम्पादेवी र उहाँ भस्मासुर। बाइकमा त माथिसम्म राख्छ होला बाइक जाने बाटो। अनि त्यसपछि 2-4वटा फोटो खिच्यौँ। अब लाग्यौँ बाटो फेरि फोटो खिचिहाल्नुपर्छ कि राम्रो स्पट देखेपछि। सुस्मिताले त जति बेला पनि चार्ज दिन्छ अब ल नबनाएकै दिन्छु भन्छु। त्यसलाई फोटो खिच्नु छ नि त दामी दामी सो बचा राख्छु कि तेरो लागि म चार्ज। चाहिँ भाइहरू फुटबल खेलिरहेछन्। माथि राम्रो डाँडा देखिरहेछ। हजुर मान्छेहरू खेलिरहेछ। तिमीहरू के बनाउँछ जाम आऊ सर्टकट थाहा भएन। अब यो गाडी हिँड्ने बाटो जाँदैछौँ तर हिँड्दा पनि आइसक्दैन भने हामी चाहिँ अङ्कलहरूलाई सोधेको थियौँ। उहाँहरू फर्किसक्नु भएको रहेछ गएर पनि बुन्डल। अब 4 मिनटमा पुग्छौँ हामी 4 मिनटमा पुग्छौँ हामी। रमाइलो भयो नि भित्र। मैले भने पनि हामी मेन रोडबाट गइरहेको छौँ त्यहाँ कोही मान्छे भेटिरहेको छैन। भित्रको बाटो होला भने चाहिँ मेरै छ। हामी त कहाँ जाने भइरहेको थियो भने हामीलाई त सर्टकट थाहा छ नि त। हामी त गाडी जाने बाटो हिँड्दा थियौँ।
देखेन जङ्गलभित्र त कस्तो शान्त के थाकै लागेन गाडी यस्तो पहिरोवाला बाटो चाहिँ डर लाग्थ्यो तलबाट गाउँबाट जाने बाटो नि रहेछ हामी चाहिँ लागेको बाटो फेरि पनि त्यो चाहिँ फ्रस्टेड भएको चाहिँ मोबाइलको चार्ज दिन्छ भनेर यहाँबाट गाउँ देख्दो रहेछ हौ दामी त्यहाँ यस्तो दामी गाउँ उज्यालो देख्न पाइसक्यौँ यहाँ अर्को बाटो पनि रहेछ गाउँबाट पनि हामी पुग्यौँ जस्तो छ है आन्टी उज्यालो देखिरहेको छ पुरा अब हामी पुग्छौँ एकछिनमा दामी रहेछ ग्राउन्ड आयो स्टिल कन्फ्युज छ बुन्डु ग्राउन्ड हो कि होइन भनेर बुन्डु ग्राउन्ड हो भन्दाखेरि पनि यो मान्छे चाहिँ नि वन्टिया बसिसिन् हो कि यार कस्तो केदेखि सिस उठ्ने भइगयो छोडिदियो हो भने मुझे भी नहीं पता उडायो मोबाइलले नै आन्दे आन्टीलाई चोट लाग्यो मैले बहिनीहरूसँग आउँदैन हल्ला हुन्छ अनि के हुन्छ सोचिरहेको होइन हामी चाहिँ अब नास्ता खाइरहेछौँ हाम्रो नास्ता चाहिँ के छ दही छ केरा अनि चिउरा हाल्छ दही केरा चिउरा हालेर खाइदिने अनि त्यसपछि हल्का हाम्रो स्न्याक पनि छ म चाहिँ यता छु ए म त अघिबाट यसलाई खोजिरहेको थिएँ बल्ल आयो ओ कमान यो पनि आइसक्यो यहाँ यसलाई के दिने छैन बाबु तिम्रो लागि बिस्कुट मासु लान्छ होला के छैन पठाइ अन्टीलाई देखाउँछु लिन्छ म चाहिँ फर्काउनै सक्दैन हामी आराम गरिरहेको अवस्था मेरो सानो यहाँ अन्टी यहाँ खाइदिएछु पत्याएँ मैले कस्तो आनन्द छ है छ कि नै लड्ने मान्छेहरू चाहिँ छैन अहिले त्यही भएर शान्ति हो जस्तो क्या हामी 2-3 घन्टा भइसक्यो यहाँ खेल्न आएको अब घर जानुपर्छ हाम्रो साथी उता भागेछ इट्स ब्युटिफुल प्लेस यु क्यान कम हियर यसले भिडियो फोटो गराएर थाकाइसक्यो यार मलाई साँच्चीकै जुनगिरी हाम्रो जमानी आज जाने हो निस्किने हो गाना पनि आइसक्यो हामी घर जान्छौँ अब हामी घर जाने सो गाइज हामी अब चाहिँ भुन्डोलदेखि घरतिर लाग्न लागेको ल बाई बाई भुन्डोल ल हामी चाहिँ लागेको घरतिर आयो होइन त यो ठाउँमा बोतल फाल्दा हिँड्ने काम त नगर न हौ गाइजहरू यहाँ फाला छ त्यहाँ फाला छ हिँडेर अब जताततै गन्ध छ के हो यस्तो यो यस्तो राम्रो रुटलाई पनि यस्तो नराम्रो बनाइन्छ नि भुन्डोल ग्राउन्ड दामी त हुन्थ्यो होला तर फोहोरले गर्दा खत्तम बनाए दामी छ अब स्टिल पनि सफा गर्नु हुँदो रहेछ दाइहरूले आन्टीहरू गइसक्यो अगाडि हामी हिजै आएको रे हिँड्लाको होइन अघि यहाँबाट मैले पहिरो देखाउनु खोजेको थिएँ बट देखिएन हेर्दाखेरि सरक्क तल छ सरक्क लाइक आई विल सो यु वान थिङ सर्लक्क गयो तलतिर सर्लक्क यहाँ बहिनी यो चाहिँ हामी भुन्डोलदेखि फर्किँदाखेरिको भ्यू
दिस इज द रुख अफ सल्लाह। सुस्मिता मेरो खिच्दैन एउटा फोटो सल्लाहको रुखमा। दिस इज आन्टी। ल यो चाहिँ आन्टीको फोटो। फर्किँदा चाहिँ यो बाटो फर्किए। कस्तो दामी देखिन्छ यार। तर फोटो खिच्नु चाहिँ भ्याउँदैन किनकि मसँग ऊ नै छैन। यस्तो दामी देखिन्छ। मोबाइलले स्विच अफ हुन्छ होला अब एकछिनमा। कसरी फोटो खिच्नु सबैको। बाई बाई। यो बाटो आएन अहिले चाहिँ पस्तो लागिरहेको छ। यस्तो राम्रो रहेछ। जाँदाखेरि चाहिँ अहिले फर्किँदाखेरि यहाँबाट यस्तो दामी छ। मोबाइललाई 0% चार्ज हुन लागिसक्यो। यस्तो दामी रहेछ यहाँबाट चाहिँ। नेक्स्ट टाइम आउनुपर्छ पक्का यो ठाउँ।